हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू अनदर भिडियोमा जाँदैछ है यहाँ भाइहरू छ होइन सङ्घर्ष सोल्टी चुमन भाइ है यहाँ बलवीर छ सो हामी चाहिँ अब जाँदैछौँ सिटी सेन्टर पहिला सिटी सेन्टर सिटी सेन्टर गएर त्यहाँ चाहिँ एउटा म्याक्स भन्ने मार्केट छ कि सो त्यहाँ गएर अलिअलि सपिङ गर्न छ आज माछा मारे मान्छे हाम्रो यति 4-5 जना हामी छौँ सिटी सेन्टरदेखि यसो अलिअलि सपिङ गरेर कर्नेसम्मको यात्रा शिव एकदमै राम्रो माछा मार्नुहुन्छ एकदमै राम्रो जाल चाहिँ उहाँले हान्नुहुन्छ तर माछालाई होइन केटीहरूलाई है फेरि जाँदैछौँ है हामी अब मेट्रो स्टेसनमा आइपुग्यो हेलो हजुर हजुर नमस्कार सर मेरो काम छ हो त्यहाँ जानलाई त्यही भएर गएको म ए यहाँ केटाहरू छ हामी 4-5 जना छ हामी तिमी अनि फोन गर्नुपर्छ अलि चाँडै अनि यार अनि फोन अलि चाँडै गर्नुपर्छ यति बेला गरेर हुन्छ नि को ल ल ल ल ल ल थ्याङ्क यू आज हामी पैसा चेक गर्दैछौँ है मेट्रो कार्डको के भने त्यो मैले बुझेन हिरो ड्राइभर जस्तै हामी तपाईँलाई यो कतारको मेट्रोमा चाहिँ कसरी नयाँ मेट्रो कार्ड लिने त्यो बारेमा सिकाउन गइरहेछ होइन सकेपछि न्यू ट्राभल कार्ड भनेर छ तपाईँले यहाँ क्लिक गर्नुपर्ने हुन्छ अनि कतिवटा बनाउने भन्ने चाहिँ यहाँ रहेको छ होइन एउटा बनाउने एउटा चाहियो अहिले मेट्रो कार्ड बनाउने बेला चाहिँ मिनिमम 10 रियाल चाहिँ टपअप गर्नुपर्ने हुन्छ गरिसकेपछि 10 रियाल चाहिँ हाम्रो मेट्रो कार्डको र 10 रियाल हाम्रो टपअपको हामीले यहाँ हरियो बत्ती बलिरहेको छ ग्रिन बत्ती यहाँ हामीले 1 by 1 नोट हाल्नु हुँदैन यसरी 1 by 1 नोट हाल्ने सकेपछि एकछिनमा यताबाट यहाँ देखाउनु होला तपाईँले यहाँबाट नयाँ मेट्रो कार्ड यहाँबाट आइसकेको छ यो मेट्रो कार्ड यहाँ राखिदिनु होला यहाँ राखिदिसकेपछि यहाँ 10 रियाल तपाईको सो गाइज यो चाहिँ मेरो मेट्रो कार्ड कि नयाँ है मेरो पुरानो थियो त्यो यहाँ चेक गरेको एक मात्रै छ त नि ए चेक गरेको कि त्यो एक्सपायरी भइसकेको छ 10 रुपैयाँ कार्डको कार्ड 10 रुपैयाँ चाहिँ हामीसँगै हुन्छ यहाँ है यसले चाहिँ हामी के गर्छौँ भने अब हामी यहाँ जाँदैछौँ नि गेट त्यहाँ 4वटा बन्द छ होइन अब यसलाई हामीले यहाँ टक्कै टच गरेपछि यो गेट खुल्यो के गरी आउँछ पाले पालो खुलेन त अड्किनु भएछ त्यहाँ हाम्रो यता अड्केछ सर आयो आयो खुल्यो अब सिटी सेन्टर जानुलाई मेट्रोमा चढ्न लाग्यो हैन हाम्रो बलवीर सरले 2-4 वटा शब्द राख्दिनु होला के एउटा अपडेट दिन चाहन्छु यदि कोही साथीहरु अब नयाँ कतारमा आउनु भएको छ भने लागि कहाँ जाने के जाने भनेर बाटो थाहा छैन भने तपाईहरुले चाहिँ यहाँ देखाउँछ हैन लोकेसन हेरेर पनि हामी जान सकिन्छौँ है एकदमै सुविधा छ राम्रो छ जाँदै छौं लेट्स गो है अब कति मिनेट 4 मिनेटमा आउँछ रे कति मिनेटमा आउँछ भन्ने यहाँ देखाउँछ है हामी अब कुरेको चाहिँ 4 मिनेट लाग्छ गाइस हामी चाहिँ अब DECC मा झरे है त अब सिटी सेन्टरतिर जाँदै छौं कुन ठाउँ रे भाइ हामी झरेको चाहिँ यो चाहिँ हाम्रो DECC मेट्रो स्टेसन सिटी सेन्टर भनेर चिनिन्छ है कतारको मेन सेन्टर ल यहाँ सिटी सेन्टरमा मेरो 4वटा मार्केट छ त्यहाँ चाहिँ म काम गर्थेँ त्यही भएर मलाई चाहिँ यहाँको बारेमा सबै थाहा छ भाइलाई चाहिँ हैन त्यही भएर फेरि हाम्रो पालो आयो कार्ड ए सर्ट कार्ड अब स्क्यान सर्ट खुल्यो हामी निस्के त यो कार्डको धेरै महत्त्व छ यहाँ एकदम इम्पोर्टेन्ट बाहिरतिरको तर्फ लागिसक्यो है सिटी सेन्टर जानको लागि चाहिँ हामीले यो ब्रिजबाट जानुपर्ने हुन्छ हैन ल सो हामी चाहिँ सिटी सेन्टरको मल भित्र आइसक्यो हैन जुन हामी जाने भने त्यो म्याक्स मार्केट चाहिँ यो हो सो हामी चाहिँ म्याक्स मार्केट भित्र भिजिट गर्दैछ है त गाइज हामी चाहिँ म्याक्स मार्केटबाट फर्किसक्यो है म्याक्स मार्केटमा चाहिँ हामीले खोजेको रोजेको कपडाहरू भेटेन अब हामी जाँदैछौँ अन्सा ग्यालरी यहाँ चाहिँ तपाईहरुले एउटा चाहिँ देखाउन जान्छु यस्तो बवाल लाग्यो मलाई हैन सो तपाईहरुलाई चाहिँ देखाउँछु है त यहाँ म ल पहिला माथिबाट हेर्नुस् है माथिबाट म तल देखाउँछु तपाईहरुलाई बिस्तारै हेर्नुस् कति राम्रो ठाउँ लिएर आएको छु मैले आज तपाईहरुलाई कस्तो राम्रो मार्केट छ हेर ल अनि यता चाहिँ हाम्रो केटाहरू छन् ल गाइज हामी चाहिँ फेरि अन्सर ग्यालरी जाँदैछ है त अन्सर ग्यालरी माथि सिटी सेन्टरको बिल्डिङ चढेर हामी आइसक्यो यता चाहिँ केटाहरू छ हामीसँगै काम गर्ने हाम्रो मार्केटको हाम्रो शङ्कर अनि हाम्रो सन्तोष सर है अनि यता हाम्रो बलवीर सर यता अनि हाम्रो भाइ यता हाम्रो सम्धी सो सबैजना भेट भइसक्यो हामी चाहिँ अब हामी चाहिँ यहाँबाट सिटी सेन्टर के भन्छ अरे अब हामी कोरेसतिर जाने हो हैन यहाँ चाहिँ अब हाम्रो एकछिन भनेर चाहिँ फोटो खिच्ने
त्यस्तो हुन्छ। त्यसपछि हामी यहाँबाट फेरि ब्याक टु ब्याक हामी जान्छौँ कहाँ, कर्नेस जान्छौँ। कर्नेस गएर हामी माछा मार्ने है त। एकदम राम्रो एरिया छ यहाँ चाहिँ। यो ठाउँमा चाहिँ म सेकेन्ड चोटि भयो म आएको होइन। सो त्यही हो, रमाइलो छ। अघि मलाई फोन गर्ने साथीहरू भेट भयो भर्खरै। हेलो गाइस, फाइनली हामी देख्न सक्नुहुन्छ अघि यसको लगभग करिब करिब थियो भने अहिले हामी यता कोर्नेसको करिब करिब आइसकेको छौँ है। यति राम्रो छ बाटो र व्यवस्था। कहाँ यहाँबाट होइन हो, यहाँबाट जाने हो, माथिबाट हो नि यार। यहाँबाट हो, हामी अस्ति यहाँबाट गएको हो र। ल यो बाटो चाहिँ हामीले क्रस गर्नु पर्दो रहेछ होइन। ट्राफिक हामी फाइनली यो रोड क्रस गरेर वारी आइसक्यो है, पारिबाट वारी आइसक्यो। अब हामी चाहिँ यहाँ माछा मार्ने लोकेसन खोज्दैछौँ। हामी अब कहाँनिर चाहिँ पाइपर्छ माछा मार्नलाई। हाम्रो माझी दाइले थाहा होला नि त, केही कुराहरू जानकारी गराइदियो माझी दाइ यता मेरो भ्लगमा। हो ल 5 केजीको टार्गेट छ आजलाई। 1 घन्टाभित्र 4 बजिसक्यो, अब 5 बजीसम्म होइन 3 बजिसक्यो, 4 बजीसम्म 1 घन्टा है त गाइज। अब माछा कसरी मार्छ के गरेर मार्छ म यो पुरै अब भिडियो तपाईँहरूलाई भ्लगमा देखाउने छु। चलो भाइ देखो अब मैं क्या करता हूँ। ल बोलबिर्दै आज चाहिँ हामी कर्नेस आइयो होइन। यहाँ समुद्रहरू पनि तपाईँले देख्नुभयो। अनि के छ तपाईँलाई कस्तो लाग्यो त्यहाँ कतारको? म यहाँ पहिलोचोटि आएको कतारमा, अनि आज यहाँ आएको घुम्न। बिल्डिङहरू पनि कस्तो राम्रो राम्रो छ, समुद्रहरू, अनि जोस यता बोटहरू पनि रहेछ। अनि अब नयाँ फर्स्ट टाइम हुनाले मलाई राम्रै लाग्यो। अरू कोही नयाँ आउनेहरूलाई पनि राम्रै होला। तपाईँले नेपालमा पनि घुम्न त ठाउँहरू धेरै छ होइन। जस्तो नेपालमा पनि यस्तो समुद्र त छैन, तर रारा तालहरू छ, के तालहरू छ। त्यो भन्दा यो समुद्र हेर्दा चाहिँ के चाहिँ तपाईँले भिन्नता पाउनुभयो त? भिन्नता भनेको अब रारा तालकै एरियाको मान्छे हो म हुन त। रारा ताल गएर हेर्नु र यहाँ हेर्नुमा धेरै फरक छ। तर जे रमाइलो भयो, रमाइलो चाहिँ रमाइलो छ एकदमै। जस रारा तालको जलको चाहिँ यहाँको समुद्रले चाहिँ मेटाउँदो रहेछ। अनि यो सिटी सेन्टर पनि हेर्नु यस्तो बिल्डिङहरू छ होइन। हाम्रो नेपालतिर त्यस्तो छैन। अब हाम्रो नेपालमा गयो भने रारा ताल यस्तो समुद्र जस्तो पानी मात्र देख्ने, यस्तो बिल्डिङहरू त देखिँदैन। हाम्रो जो ढुङ्गा माटोको घरहरू हो देखिने भनेको। अनि तपाईँ आज यहाँ आउनु चाहिँ के गर्न आउनु भएको? म आएको माछा मार्ने लक्ष्यले आएको। हाम्रो रारा तालको जस्तै सोचेर माछा मार्न आएको। यहाँ चाहिँ रारा ताल जस्तो होइन रहेछ, बल्छी हान्दाखेरि बल्छी नै समुद्रमा गयो, त्यही भएर म फर्केर आएको। आज चाहिँ तपाईँले एउटा कुरा थाहा छ कि छैन, हामी अब यसरी बातचित गरेर आएको छौँ। त्यहाँ चाहिँ हाम्रो क्यामेरा छ होइन। यो चाहिँ हाम्रो भ्लग चाहिँ अब युट्युबमा जाँदैछ, हाम्रो राइजिङ स्टार भ्लगको नामबाट। अब के छ तपाईँले यसको बारेमा पनि के भनिदिनु? यो किन लगाइदियो हो भने त भलकको लागि हो। त्यो भ्लगको लागि नै। यस्तो के लगाइदिएको भनेको त भलक बनाउन लागि। मलाई त थाहै थिएन, पहिलोचोटि आएको मान्छे रारा तालमा माछा खेलेको जस्तै सोचेर आएर यहाँ खेल्दाखेरि बल्छी नै समुद्रमा गयो। बिल्डिङ हेर्दा हेर्दै अब माछा मार्ने लक्ष्यमा यो किन लगाइदियो भने भलकको लागि। भोलकमा भएदेखि त म पनि भिडियोमा आउने भए त पहिलोचोटि कतारमा तपाईँसँग भेट भएर मैले राम्रै काम गरेँ जस्तो लाग्यो त आज त। त्यही भएर चाहिँ नि अब हाम्रो तपाईँ नेपाली दाइ हुनुहुँदो रहेछ, त्यही भएर के कस्तो कामले आउनु भएको रहेछ भनेर होइन। हामी पनि यहाँ घुम्न नि आएको थिएँ आज। त्यही भएर चाहिँ नि नेपाली भनेपछि कतार भनेको त मिनी नेपाल नै त हो। माछा चाहिँ के गर्नु भयो, मार्नु भयो कि माछा त मारै भयो? माछा त मार्दा मार्दा त बल्छी नै समुद्रमा गयो। माछा पनि अब अलिअलि मरेको झोलातिर छ, त्यो पनि कसरी बनाएर खानेका लागेको माछा हो कि होइन त्यो पनि थाहा छैन। तपाईँसँग भेटेर एकदमै खुसी लाग्यो होइन। ल सिटी सेन्टर पनि हेऱ्यो। अब कतारको बिल्डिङहरू, मेन बिल्डिङ कतारमा अरू केही छैन, बिल्डिङ भनेकै यही बिल्डिङ हो। म त लेबरतिरहरू बस्ने, आज देख्दाखेरि त कस्तो ठुलै सिटीतिरै आएको जस्तो। कतार भनेको देशै यत्रो छ, त्यही यत्रोमा पनि यो मात्रै हो बिल्डिङ भएको होइन। यहाँबाट त उता पनि देखिन्छ, तर सानो सानो बिल्डिङहरू छ। मेन भनेको मेन सिटी भएको कारणले ठुल्ठुलो बिल्डिङहरू देखेँ मैले। आज खुसी लाग्यो यहाँ आएको। ल तपाईँसँग भेटेर एकदमै खुसी लाग्यो। किन भन्दा पहिला चाहिँ हाम्रो दर्शक श्रोताहरूलाई पनि तपाईँले केही कुरा भनिदिनु होला होइन। अब भ्लगर युट्युबरहरूले यो लगाएपछि त दुई शब्द भन्नै पर्यो होइन। तपाईँको शुभ नाम चाहिँ के पर्यो, तपाईँको परिचय पनि खुलाइदिनु। मेरो नाम चाहिँ बलवीर बोहरा हो। कर्णाली प्रदेश मेरो डिस्ट्रिक्ट चाहिँ जुम्ला हो। राराताल नजिकै मान्छे हो। मुगु चाहिँ राराम पर्छ भने म जुम्लाको मान्छे हो। र अब क्यामेराम्यानलाई चाहिँ के भन्न चाहन्छु भने यो भ्लग हेर्ने युट्युबर रिसिभ भ्लग चाहिँ मेरो दाइलाई चाहिँ धेरै धन्यवाद भन्न चाहन्छु, किनकि मलाई यो युट्युब मार्फत अलिकति सबैले हेर्न पाउने वातावरणमा पनि मैले दुई कुरा भन्न पाएँ। एकदम। र अरू कोही साथीहरूले हेर्नुहुन्छ भने पनि यो ठाउँमा आएर घुम्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यहाँ सिटी छ, यतातिर समुद्रहरू छ, यता फिफा क्लबहरू पनि यतै देखेँ मैले, राम्रो लाग्यो। क्यामेरा मार्फत अब कोही नयाँ हुनुहुन्छ भने यहाँ आएर यो साइडहरूमा घुमफिर गरेर आफ्नो चाहिँ प्रतिक्रिया दिएर जानु होला। तर लाइक सब्सक्राइबिङ गर्न नभुल्नु होला भन्न चाहन्छु। ल अन्त्यमा चाहिँ अब तपाईँ हाम्रो भिडियो जहाँसम्म पुगेको छ
सम्पूर्ण दर्शक श्रोताहरूले चाहिँ तपाईँले हाम्रो यस च्यानललाई एकदमै धेरै माया देखाउनु होला होइन। यस्तै यस्तै अपडेटहरू पाउनको लागि हामी अब धेरै ठाउँमा घुम्न जान्छौँ होइन। त्यस्तो हेर्नको लागि तपाईँ पनि अब विदेशतिर हुनुहुन्छ भनेपछि होइन च्यानललाई सब्सक्राइब गर्नु होला। हामीले तपाईँ जहाँ भए तापनि कतार कस्तो छ होइन, हामी कस्तो ठाउँमा बसिन्छ त्यो सम्पूर्ण जानकारीहरू अपडेटहरू हामी तपाईँलाई भिडियो मार्फत दिने नै छौँ। तपाईँको प्रतिक्रियाहरू तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र हाम्रो यो भिडियोलाई सक्दो लाइक सेयर र च्यानललाई सब्सक्राइब गरिदिनु होला है त गाइस। हस् धन्यवाद। हेलो गाइस, हामी चाहिँ अब यहाँ माछा मारेर फर्किसक्यो होइन। भाइ कति मारे माछा? माछा त टन्नै मारियो 1 केजी माछा 1 केजी मारे। 1 घन्टामा भनेको आधा घन्टामा 1 केजी माछा जति मारे। रुमतर्फ पनि जानु पर्यो भनेर सो हामी चाहिँ आइज केटा यार है आइज हो। अनि यहाँ के भयो भने माछा चाहिँ मारिन कि त्यो साथीलाई हेल्प गर्न लागि दिएको थियो। त्यो साथीले नि यस्तो हान्नु त उसले अब जान्न हाने त होइन बाँधेको होला भनेर हानेको, अब बाँधेको रहेन छ। सो त्यही भएर साथीले चाहिँ अब उसैलाई नै जिम्मा दिएर आयो ल यो डन्डी पनि तैराख यो सबै तैराख भनेर आइदिए। सो हामी चाहिँ अब यहाँबाट चाहिँ सफारी मल जान्छौँ। मैले काम गर्ने मार्केटमा अब एकदम रमाइलो छुट्टी जाडो 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 भइरहेछ। अब झन् समुद्र पछाडि यो हो सिटी सेन्टर कोर्नेस भन्ने होइन। हाम्रो यहाँ सरहरू यस्तो गरे हिँडिरहेछ के। अनि केही कुरा अब हामी कहाँ जाने नेक्स्ट प्लान के छ, कहाँ जाने के गर्ने? हामी सफारी मल हाम्रो प्रेमलाई काम गर्ने ठाउँमा त्यहाँ जाने, त्यहाँ केही कामहरू पनि छ त्यति लाने त्यहाँ गएर यसो सफारी मल गएर त्यसपछि त्यहाँ केटाहरू यहाँ होइन फोटोसोटो हान्दैछ सबैजना। लास्ट 1.5 वर्ष बसेर एकचोटि मात्रै आइयो यहाँ। राम्रो लाग्यो है, एकदम राम्रो रहेछ घुमफिर गर्नलाई, बवाल छ। आउनु होला हैन। यदि फर्स्ट टाइम कटारमा आउनु भएको छ भने आउनु होला एकचोटि कोर्नेस घुम्नु। 1 वर्ष बसेको मान्छे फर्स्ट टाइम यहाँ आउनाले फर्स्ट टाइम घरबाट आउने कसरी आउँथ्यो? यहाँ चाहिँ मैले एउटा नेपाली दाई हो कि जस्तो लागिरहेको छ। हेलो दाई, के छ? नेपाली हो तपाईँ? हजुर म नेपाली हो। हजुर नेपाली हो त? हजुर म नेपाली नै हो म पनि। अनि के छ, के गर्न आउनु भएको तपाईँ आज? म माछा मार्न आएको। माछा चाहिँ आज धेरै चाहिँ मरेन, 1 केजी सम्म मात्रै मरेको छ माछा। ल यो दाई चाहिँ माछा मार्न आएको रहेछ। तर माछा मार्नु भन्दा पहिला म त्यो दाईलाई चाहिँ ए माछा मार्ने मान्छे माछी नि तिमी राम्रोसँग माछा मार हो, नत्र फेरि म तिमीलाई के गरिदिएछु त के आउँछ रे बुझी। अनि के छ त अनि अब घर जाँदैछौ आज कतिचोटि अझ कति वर्षमा यहाँ आयो आज हामी घुम्नलाई? म चाहिँ अब 3.5 वर्षमा आइयो। किन त्यत्रो लङ टाइम चाहिँ नआएको? किनकि मलाई खासै घुम्न मन लाग्दैन के, खासै लाग्न त लाग्दैन होइन। अनि आज चाहिँ केटाहरूले एकदम जाम कि जाम भन्न थाल्यो। अनि 3.5 वर्षमा चाहिँ मलाई आज चाहिँ ल केटाहरूको मन हो केदारसँग घुम्न जाम भन्ने मेरो मन पनि इच्छा भयो है। त्यसपछि आइदियो। हामी जाने कहाँ हाम्रो नेक्स्ट प्लान भनेको अब हाम्रो कोर्नेसतिर यता अझ यो चाहिँ हाम्रो गाइज होइन सिटी सेन्टरको छेउतिर हो। कोर्नेस चाहिँ अलिक पर नै पर्छ। सो हामी त्यतातिर जाँदैछौँ है। सो एकदमै रमाइलो भयो आजको दिन जाडोको मौसममा बाहिर घुमेको छ। 2 जना साथीहरू चाहिँ खोइ तर रहेछ। अनि के छ त साथी अब घर जाँदैछौ अब के छ प्लानिङहरू? छुट्टी जाने हो कि फिनिस हो कि? जान त म अब छुट्टीको लागि जानला हो सम्धि होइन है। अब हेरौँ छुट्टीको लागि जान छुट्टीको लागि हो। अब नेपाल गएपछि सोचौँला त्यो के प्लानिङ यहाँदेखि चाहिँ प्लानिङ छ भन्छ नि त। एउटा अब छुट्टी गएर केही मतलब यहाँबाट गएर केही बिजनेस प्लानिङ केही छैन। त्यो जब सब अहिले म सधैँभरि सोचेको छैन। सधैँभरि अब अरूको ठाउँ बसेर पनि त पुग्दैन होइन। पुग्दैन त्यो बस्नु त हामी नेपालै जानुपर्ने हुन्छ। हजुर हजुर। त्यस्तो केही छ भने त्यस्तो अब भन्ने अब प्लानिङमा चाहिँ म खासमा भ्याकेन्सी गएर बाहिर जाने प्लानिङमा जाँदै हो। अब सोचौँ हेरौँ अब नेपाल गएपछि के हुन्छ। अब हामी रुमतर्फ लाग्नुपर्छ है त। हस् अब बेलुकाको कार्यक्रम र भोजन चाहिँ हामी तयारी गर्नुपर्ने हुन्छ। र यसको लागि चाहिँ के भन्न चाहन्छु भने सबैजनालाई है लाइक कमेन्ट सेयर सब्सक्राइब अहिले जति पनि यो हाम्रो भिडियोमा रिसिङ ब्लग नम्बर 1 ब्लग है ब्लगर राज। सो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु पर्यो क्या। सबैले माया देखाउनु पर्यो है। अब सबैले हेल्प गर्नु पर्यो।
यो सब्सक्राइब गरेर लाइक गरेर माथिसम्म पुर्याएर है अनि सबैले लाइक गर्ने ओके ठिकै छ डन डन ओ गाइस तपाईहरु देखिसक्नुभयो है हाम्रो भिडियोमा बिचमा हामी साथी हो के जस्ट एउटा प्ले भिडियो प्ले गरेको एउटा क्यारेक्टरमा गएर त्यो गरेको मात्रै हो हामी चाहिँ सबै एउटै रुमको साथी एउटै कम्पनीको साथीहरु हो हैन सबैजना पुराउनै हो सबैजना आइरहेको हुन्छ यहाँ गइरहेको हुन्छ त जस्तो एउटा एक्टिङको लागि हो अनि एकदमै अनि भन्न त के एक्टिङ र अब के थियो भन्दाखेरि हैन स्क्रिप्ट त्यो एउटा स्क्रिप्ट थियो हाम्रो साथीहरु सबै सँगै भइदिन सँगै भएर ठाउँमा चाहिँ रमाइलो गरौँ त्यो रमाइलो पलहरुलाई चाहिँ क्यामेरामा क्याप्चर गरेको चाहिँ हैन पछि हामीले ओहो यस्तो गरेको थियौं भन्ने हुन्छ त्यही भएर चाहिँ हामीले जस्ट रमाइलो मात्रै गरेको ल त्यही भएर केटा अब सो हामी चाहिँ यति भन्दै तपाईलाई चाहिँ आजको भ्लग चाहिँ यहीबाट हामी अन्तिम गर्न चाहन्छु किनभने अब हामीले सोचेको कुराहरु अलि भइदिएन सो त्यही भएर हामी चाहिँ अब रुम फर्किनु पर्ने हुन्छ बेलुकाको लागि भोजनहरु पनि त हैन तयार त गर्नु पर्यो क्यारे है भोलि सबैको ड्युटी छ सो आज छुट्टीको दिन चाहिँ रमाइलो भयो इन्जोय भयो एकदम बवाल रमाइलो अनि ल केटा के कुरा भन्नु छ भने भन्दा ल सम्झी सब्स्क्राइब टु राइजिङ स्टार ब्लग्स एन्ड लाइक है गाइज ल ल बोले यता अब सब्स्क्राइब लाइक गरिदिनु होला माछा मार्ने रहरमा आएर समुद्रमा माछा पनि मारेर सकियो ल हाम्रो रिसिङ ब्लगलाई माया लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला ल त गाइज है त यति भन्दै तपाईहरुलाई चाहिँ अब म अर्को नेक्स्ट भ्लगमा भेट्ने बाजा गर्दै अहिलेको लागि भने बाइ बाइ गाइज